हाई एभ्रिवान आज चाहिँ म जर्सिङ पौवा आएको छु दाइहरूसँग अनि आज चाहिँ घरबाट चाहिँ भिडियो सुट गर्न पाएन कि एकदम हतारमा आयो अनि के यहाँ दाइहरू पनि अनि हुनुहुन्थ्यो त्यही भएर चाहिँ अलि छिटो निस्किनु परेको थियो कि अनि सो म राइडमा छु अनि पछाडि चाहिँ जर्सिङ पौवा गेट छ म चाहिँ अगाडि छु अनि अब हामी चाहिँ अलिकति माथि जान्छौँ हामी चाहिँ जर्सिङ पौवाको बजारमा आएको छौँ यहाँ चाहिँ ग्याङहरू आइसकेको छ अनि अब हामी चाहिँ यहाँ थोरै पानीहरू लेजहरू खानेकुराहरू चाहिँ किन्नलाई हामी यहाँ रोकेको छौँ हामी चाहिँ रिसोर्टमा आएको छौँ यहाँ चाहिँ हामी चाहिँ बदम प्याक गर्न अनि थोरै खाजाहरू चाहिँ खाएर चाहिँ निस्किन हामी चाहिँ यहाँ आएको छौँ अनि सो दिस इज द प्लेस एकदमै रमाइलो छ यता पछाडि चाहिँ यस्तो भयो भन्दैछ अनि एकदम राम्रो हुनेवाला छ यो जर्सिङ पौवाको सो दिस इज द प्लेस पिनट्स एकदम मिठो लाग्छ मलाई चाहिँ म चाहिँ घरदेखि यहाँ पिनट्स खान आइरहेको हुन्छु हामीले चाहिँ खाजा खाइसकेको छ यहाँ अनि अब चाहिँ खाएर चाहिँ हामी एकछिन डाँडामा एकछिन बस्छौँ अनि हामी त्यसपछि घर जान्छौँ अनि अहिले चाहिँ आई गेस 4:30-5 बजिसकेको छ हामी चाहिँ डाँडामा आएको छ हामी चाहिँ डाँडामा पहिला पनि आउँछौँ अनि एकदम रमाइलो लाग्छ यहाँ बस्नको लागि पछाडि चाहिँ अहिले देखाएको यो बनराज स्तूपा चाहिँ त्यहाँ हुनेवाला छ अनि यहाँ चाहिँ यस्तो ल्यान्ड छ कि अनि एकदम बवाल मजाको ठाउँ छ एकदम पिस लभरको लागि पछाडि डाँडा झुले चाहिँ यता पछाडि डाँडामा छ